एभ्रिवान सेवा एन्ड नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग। साथीहरू मैले चाहिँ कहिले पनि मिनी ब्लग बनाएको छुइनँ। आजै मेरो फर्स्ट मिनी ब्लग हो। कृपया मलाई पनि माया साथ सपोर्ट गरिदिनु नबोल्नु होला साथीहरू। म चाहिँ झोला बोकेर कहाँ हिँड्दैछु भन्दाखेरि म चाहिँ बारी हिँड्दैछु घाँस काट्नलाई गाईलाई है। म चाहिँ बारी हिँड्नु पर्यो। दिदी चाहिँ अगाडि पुगिसक्नु भएको छ होइन। म चाहिँ अब कुद्दै जाँदैछु। दिदीलाई भेटाउनु पर्ने हुन्छ साथीहरू होइन। फेरि चाहिँ दिउँसो आएर प्रायः मेरो घाँस काट्नु हुन्छ साथीहरू। यहाँ तल हाम्रो तल बाटो जाने बाटो चाहिँ यस्तो छ है। वर्षामा पानी पर्छ यहाँ तल चाहिँ हाम्रो कालीको कुकुर छ है। माया लाग्थ्यो कति 1 महिना भयो होला गरेर त्यहाँ फालेको हामीले दिलमा छ क्या साथीहरू। हाम्रो घरमा 10:30 वर्ष बस्नु भयो। मेरो दाजु हराएको बेला चाहिँ ठ्याक्क त्यहाँदेखि आउनुभएको थियो नि त। फाइनली म चाहिँ बारी आइसकेँ गफ गर्दै साथीहरू। यो चाहिँ मेरो बोजू घर हो अनि यो चाहिँ खोलमा हो साथीहरू है। मेरो बोजू भित्र हुनुहुन्छ तर म बोलाउँदिनँ, ढिलो भइसकेको छ। यो चाहिँ हाम्रो बारी हो साथीहरू है। धेरै लामो त छैन। यहाँ चाहिँ तल दिदी हुनुहुन्छ क्या, चारो काट्नुहुँदैछ अहिले ढिलो हुन्छ। यो चाहिँ म घाँस काट्ने ठाउँ। यहाँ तल गाई गोरु छ साथीहरू। म चाहिँ ढिला नगरी अब घाँस काट्न थाल्छु किनभने अब ढिलो हुन्छ नि त साथीहरू। म चाहिँ घाँस काटेको भिडियो बनाउनु पर्यो भनेको बनाएको त साथीहरू भिडियो नै भएन छ। यसको लागि माइन्ड नगर्नु होला। अब बनाएकै थिएँ अब होइन, भिडियो नै भएन छ। अब के गर्नु साथीहरू। अघि बिहान पनि मैले मिनी ब्लग बनाएको यस्तै भयो साथीहरू। भरे त भएकै छैन रहेछ, डिलिट भयो भएर पनि आफै डिलिट भएको। त्यही भएर अब के गर्नु होइन। भोलि चाहिँ म ल्याउँछु मिनी ब्लग जसरी पनि साथीहरू। अनि मैले चाहिँ यहाँ घाँस काट्दैछु। धेरै काट्नु आपाले भन्नुभएको थियो नि त अनि त्यही भएर धेरै काट्दैछु यहाँ साथीहरू। अब गाउँघर साथीहरू घाँस त काट्नै पर्यो। घाँस चाहिँ यति काटेँ मैले, धेरै नै भयो होइन। यो चाहिँ हाम्रो बन्दाकोपी यहाँ सब्जी बारीहरू। दिलले चाहिँ यति नै चारो काट्नु भएको छ, भारी पुगेको छैन साथीहरू। अनि म चाहिँ अब दिललाई छोडेर जान आँटेको। आपाले चाउचनको कार्टुन लिएर आइज भन्नुभयो अनि म चाहिँ भारी लगाएर हिँडेँ साथीहरू। यत्रो पोको बोकेर है साथीहरू दिललाई छोडेर। फाइनली म चाहिँ घर पनि आइसकेँ साथीहरू। अब होइन हजुरहरूलाई कस्तो लाग्छ मेरो मिनी ब्लग कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। अनि म भिडियो लिएर आउँछु। थ्याङ्क्स फर वाचिङ गाइस।